हार्दिक आभार प्रकट गर्न चाहन्छु यस माघका सर्वोत्कृष्ट दानदाता आदरणीय व्यक्तित्व अर्जुन बानियालाई। उहाँले हर्षका आँसु यहाँ पोखेर पनि गइसक्नु भएको छ, अत्यन्तै ठुलो सहयोग गर्नुभएको छ। र अब भने हाम्रो यस कार्यक्रमको रूपरेखा अनुसार एके आचार्य गुरु पण्डित प्रेम प्रकाश पौडेलज्यूको संक्षिप्त भनाइ राख्ने कार्यक्रम रहेको हुनाले आदरणीय गुरु प्रेम प्रकाश पौडेलज्यूलाई म संक्षिप्त भनाइका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रेम प्रकाश पौडेल, एके आचार्य पण्डित प्रेम प्रकाश पौडेल। र यसै क्रममा म यहाँहरूको माझ हाम्रा विभिन्न उपसमितिमा रहेर यस महायज्ञलाई सक्रियतापूर्वक कार्य सम्पन्न गरी सफल पार्न सहयोग गर्नुहुने व्यक्तित्वहरूको नाम वाचन गर्न गइरहेको छु। धनधान्याञ्चल पूजा कार्यमा एके आचार्य पण्डित प्रेम प्रकाश पौडेल, वेदनाथ पौडेल, मुकुन्द पौडेल, खेमराज पौडेल, ऋषिराम रेग्मी, टिकाराम रिजाल हुनुहुन्थ्यो। उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँले जोरदार ताली हानेर धन्यवाद प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कर्ताहरू रामबहादुर बानिया डाँडाखेत, अर्जुन बानिया सेतोढुङ्गा, योगेन्द्र बानिया भिरमुनी, चन्द्रबहादुर बानिया रिठारुक, उहाँहरूलाई पनि ताली हानेर सम्मान प्रकट गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। स्वयंसेवकतर्फ यामबहादुर बानिया भवानी बुझ्ने, जगतबहादुर बानिया बाटामुनि, गिरेन्द्र बानिया रामचे, कृष्णबहादुर बानिया बिचारी टोल, त्यसै गरी धनबहादुर बानिया भिरमुनि, लक्ष्मी बानिया भिरमुनि, खुमबहादुर बानिया रिठारुख, रेशम बानिया कुमालडी, रेशम बानिया पुलाडाँडा, दिलबहादुर बानिया बिचारी घर, दुर्गाबहादुर बानिया भवानी बुझ्ने, ज्ञानबहादुर बानिया रिठारुख, ज्ञानेन्द्र बानिया बाँसारुख, त्यसै गरी सचिवालयतर्फ ओमबहादुर बानिया कुमालडी, ईश्वर बानिया बिचारी टोल, नवीन बानिया कुमालनी, कार्यालय सचिव सुमन बानिया, रोशन बानिया कुमालनी टोल, त्यसै गरी चन्दा सङ्कलनमा गणेश बहादुर बानिया छापा, बलराम बानिया पुलाचौर, दुधबहादुर बानिया भवानी बुझ्ने, यामबहादुर बानिया एकपाटे, धर्मराज बानिया चुत्रेनी, हरिबहादुर बानिया एकपाटे, फडिन्द्र बानिया गैराघर, भेषबहादुर बानिया झाँकी संयोजक, राजु बानिया हाल बेनी छाप, बेनीबाट सामान पठाउने मोहनबहादुर बानिया बाटामुनि, फोटो भिडियोग्राफरतर्फ अमर बानिया र स्वागत र स्वयंसेवकतर्फ पौलस्ती उच्च माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द बहादुर बानिया, प्राचार्य प्रेम बहादुर बानिया लगायत सम्पूर्ण शिक्षकहरू र विद्यार्थीहरू, त्यसै गरी बाल मन्दिर निमावि डाँडाखेतका विवेश अध्यक्ष प्रधानाध्यापक लगायत विद्यार्थीहरू, भिरमुनिवासी सम्पूर्ण सङ्घ संस्थाहरू, सिमबाजो सामुदायिक वन अध्यक्ष भीमबहादुर बानिया तथा समिति पदाधिकारी र सम्पूर्ण उपभोक्ताहरू, त्यसै गरी टेबल कुर्सी उपलब्ध गराउने, खाना चियापान उपलब्ध गराउने, महायज्ञ आयोजना गर्ने क्रममा खट्ने सबै भक्तजन तथा व्यक्तित्वहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। एकचोटि उहाँहरूको नाममा जोरदार ताली बजाएर सम्मान प्रकट गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा नाम छुटेका विभिन्न तरिकाले सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई पनि पुनः एकपटक जोरदार ताली हानेर सम्मान प्रकट गरिदिनु हुन, जसले नामको लागि होइन कामको लागि खट्नु भएको छ, उहाँहरूलाई अझ धेरै सम्मान प्रकट गर्न चाहन्छौँ। र संक्षिप्त भनाइको लागि यज्ञ आचार्य पण्डित प्रेम प्रकाश पौडेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। र अब आफ्नो भनाइ राखिदिनु हुन म बानिया बन्धु समाजका केन्द्रीय सदस्य, टाढाबाट पाल्नु भई हामीलाई ठुलो सहयोग गर्नुहुने, आर्थिक रूपमा पनि सहयोग गर्नुहुने आदरणीय चन्दादाता अतिथि पाहुना चन्द्रबहादुर बानियाज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद उत्कर्ष भाइ। यस जालपा देवीको संयोजक तथा समिति उपसमिति र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा चाहिँ सभासदज्यूहरूमा
म बानिया बन्धु समाज केन्द्रीय सदस्य र बर्दियाको बर्दियाबाट यहाँ तपाईँहरूको सामुन्ने आएकोमा म सबैलाई मेरो तर्फबाट हार्दिक दुई हात जोड्दै नमस्कार टक्राउँछु र यसमा साह्रै म यही म्याग्दी जिल्लाकै अर्थुङ गाविस वार्ड 8मा जन्म भई 2036 सालमा भेरी अञ्चलको बर्दिया जिल्लामा बसाइ सराई गरी गए तापनि यहाँ कुलदेवता यहाँको चाहिँ इष्टमित्र सबैहरूलाई बेला बेलामा आएर भेटघाट गर्ने र मेरो चाहिँ उहाँ बसे तापनि मेरो सम्पूर्ण उहाँको क्षेत्र भए तपाईँहरूकै साथमा भए जस्तो लागेर म यहाँ आएको पनि छु र हजुरहरूले के सोध्नुहोस् भने तपाईँहरूले यो ठुलो महायज्ञ गर्नुभयो यसको चाहिँ प्रचार प्रसार धेरै नै राम्रो भयो र जुनसुकै ठाउँमा पनि तपाईँहरूले चाहिँ खबर पठाउनु भयो यस आयोजक समितिलाई म धेरै धन्यवाद दिन चाहन्छु र के छ भने तपाईँहरूले यसरी सम्झिनु भएर यस्ता चाहिँ कार्यक्रममा तपाईँहरूले चाहिँ हामी टाढा गएकालाई पनि सम्झिदिनु भयो भने हामी टाढा छैनौँ, हामी यहीँ भएसर नै छौँ। त्यस भए कारणले चाहिँ हामी चाहिँ यति चाहिँ यहाँबाट बसाइ सराई गएर अन्यत्र गएका दाजुभाइहरूलाई तपाईँहरूले कहिल्यै पनि भुल्नुहुन्छ छैन र हामी चाहिँ यहाँ सदा उपस्थिति हुने चाहिँ हाम्रो वचनबद्धता जाहेर गर्दै म आफ्नो तर्फबाट सबैलाई नमस्कार टक्राउँदै आफ्नो 2 शब्द यहीँ टक्राउँछु। जय जलपा, धन्यवाद। धन्यवाद केन्द्रीय सदस्य चन्द्रबहादुर बानियाज्यूलाई, यज्ञ आचार्य पण्डित प्रेम प्रकाश पौडेल गुरुलाई आफ्नो संक्षिप्त भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। ओंकारं बिंदु संयुक्तं नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः। नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः। श्रद्धेय गुरुवर नारायण जी, अन्य यहाँ वर्ण भएका सम्पूर्ण गुरुवर्गहरू, बानिया परिवार जो म्याग्दी जिल्लाको बानिया परिवार छ, सम्पूर्ण परिवार र अरू ठाउँमा गएका सम्पूर्ण बानिया परिवारहरू अनि यहाँ दान गरेर सहयोग गर्नुहुने सबै महानुभावहरू अनि विशेष गरेर यस यज्ञको आयोजना गर्ने आयोजकहरू हुनुहुन्छ। समय छैन, त्यसै बेला सबैको नाम म लिन सक्दिनँ। यहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु किनभने यो यज्ञ हाम्रो सम्पन्न भएको छ। किनभने अब यहाँहरू हामी सबैलाई खुसीको कुरा हो। मैले यहाँ बुढो भए पनि आयोग जगवर्धनले हजुरले गरिदिनुपर्छ यहाँ आचार्यको काम भनेर अनुरोध गरेको हुनाले म बुढो छु, तै पनि मलाई उत्साह लागेको छ। अन्तिम समयमा भए पनि त्यहाँ मैले यो काम गरिदिउँ, जसले गर्दा मेरा सन्ततिहरूलाई पनि सम्झना हुनेछ। किनभने बानिया परिवार र हाम्रो परिवार एउटा हो। किनभने हामी पश्चिमतिरबाट आउँदा हामी साथसाथै यहाँ आएका हौँ। यसैले हामी सबै एउटै छौँ, यहाँ हामीले एउटै काम गरेका छौँ। यसैले बानियाको सम्पन्नता हुनु हाम्रो पनि हो। यसैले मलाई गर्व लागेको छ। यहाँ जालपा देवीको मन्दिर बन्ने निश्चय भएको हुनाले अत्यन्त खुसी लागेको छ र यज्ञ पनि राम्रो ढङ्गसँग जहाँ जसरी जे काम गर्नुपर्ने हो त्यो राम्ररी सम्मानतापूर्वक सम्पन्न गर्न सकेको बेला मलाई अत्यन्त खुसी लागेको छ। एउटा कुरो मैले यहाँ निवेदन गर्नुपर्ने हुन्छ, किनभने बानिया परिवार र पौडेल परिवारको एउटा सम्बन्ध छ, हाम्रो ऐतिहासिक सम्बन्ध छ। यसलाई कायम गर्नको निमित्त पनि त्यो जालपा देवीको मन्दिरमा पौडेलको पनि केही ऐतिहासिक अवस्था आउन जाओस्, यसमा ध्यान दियोस् भन्ने म अनुरोध गर्छु। बानिया परिवारलाई अरू यज्ञ सम्पन्न भएकोमा
नारायण गुरुजीलाई विशेष गरेर म अभिवादन टक्राउन चाहन्छु। उहाँको वाचन शैली मैले अहिलेसम्म यहाँ जिल्लामा आएका कुनै पनि यस्ता सङ्गीतमय प्रवचनमा उहाँको जस्तो शैलीबद्ध मैले अरूको देखेको छैन। उहाँलाई फेरि एकपल्ट धन्यवाद दिन्छु र मैले छोटो कुरा निवेदन गरेर यहाँबाट बिदा हुन्छु। धन्यवाद। धन्यवाद एकी आचार्य गुरु प्रेम प्रकाश पौडेलज्यूलाई। र यसै क्रममा वयोवृद्धको 93 वर्षीय वयोवृद्ध कर्णबहादुर बानियाज्यूलाई आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गर्दछु र उहाँले हाम्रो यस महायज्ञलाई आफ्नो खाजाको पैसा दिनदिनै थप्दै आफ्नो नाम शिलालेख गराउन चाहनु भएको छ। यो कुरा गुरुबाट चाहिँ वाचन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु पितृहरूको स्मरणमा। पुलस्य र पुल ऋषिको तपभूमि पुला डाँडामा जन्म भई हाल कोटे साँगु बस्ने 93 वर्षीय वयोवृद्ध कर्णबहादुर बानियाले आफ्ना स्वर्गीय बुबा प्रतिमान बानिया, स्वर्गीय आमा सरस्वती बानिया, स्वर्गीय जेठियामा लगायत सम्पूर्ण पितृहरूको स्मृतिमा बालव्यास पण्डित नारायण नेउपानेको कथा वाचनबाट प्रभावित भई लेख्नु भएको छ। रु 11,155 रुपियाँ प्रदान गर्नुभएको छ। वयोवृद्धको रूपमा आसन ग्रहण गर्नुको लागि समेत अनुरोध गर्छु भनेर मैले यो जस्ताको तस्तै वाचन गरेँ। ताली बजाएर स्वागत गर्नु। अब हामी कार्यक्रमको झन्डै अन्तिम चरणमा पुगिसकेका छौँ। हाम्रा विशिष्ट अतिथि माननीय सांसद रेशमबहादुर बानियाज्यूको मन्तव्य छँदैछ हामी सामु। आजका प्रमुख अतिथि पूर्व राज्य मन्त्री व्यवस्थापिका संसदका माननीय सदस्य नरदेवी पुनज्यूको प्रमुख अतिथिको मन्तव्य छ हामीसँग। त्यसभन्दा अगाडि भने म एकैछिन मायाको चिनो प्रदान गर्ने कार्यक्रमलाई जोड्न गइरहेको छु। मायाको चिनो प्रदान गरिदिनु हुन म आजका प्रमुख अतिथिज्यूलाई प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्छु भने ग्रहण गरिदिनु हुन एके आचार्य पण्डित प्रेम प्रकाश पौडेलज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। उहाँ एकछिनपछि आउनुहुनेछ। त्यसै गरी मायाको चिनो ग्रहण गरिदिनु हुन बानिया बन्धु समाजका केन्द्रीय सदस्य आदरणीय व्यक्तित्व चन्द्रबहादुर बानिया जो बर्दिया जिल्लाबाट हाम्रो यस महायज्ञमा आउनुभएको छ, उहाँलाई मायाको चिनो ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु भने मायाको चिनो प्रदान गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब मैले एकैछिन यहाँहरूलाई पुनः मन्तव्यतर्फ जोड्न गइरहेको छु। हामी हाम्रा माननीय ज्यूहरूको मन्तव्यको क्रममा छौँ। व्यवस्थापिका संसदका माननीय सदस्य रेशमबहादुर बानिया आफ्नो मन्तव्यको लागि आउँदै हुनुहुन्छ। त्योभन्दा अगाडि म आफ्नो संक्षिप्त भनाइ राख्दिनु हुन आदरणीय गुरु बालव्यास पण्डित यस महायज्ञका प्रमुख कथावाचक नारायण नेउपानेज्यूलाई संक्षिप्त भनाइ राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। औपचारिक सप्ताह कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, मातृशक्ति आमाहरू, पितृशक्ति बुबाहरू, विद्वान गुरुजीहरू, समाजसेवी एवं महिला तथा सज्जनवृन्द, मैले 7 दिनसम्ममा धेरै कुराहरू कथाका माध्यमबाट, प्रवचनका माध्यमबाट र सत्सङ्गका माध्यमबाट धेरै कुराहरू लगभग टुङ्गाइसकेको छु। मुख्य रूपमा आयोजक समितिले मलाई यो अवसर दिएकोमा म आयोजक समितिका सम्पूर्ण पदाधिकारीहरूलाई म विशेष आभार प्रकट गर्छु। मातृशक्ति आमाहरू, पितृशक्ति बुबाहरूले दिएको अपार माया स्नेहलाई सम्बोधन गर्छु र हजुरहरूलाई बार बार कथाकै माध्यमबाट भनेको छु,
यो अपार हो, भागवतले जे चाह्यो त्यो दिन्छ। यो अपारलाई व्यापार गर्नु छैन। हजुरहरूले दिएको श्रद्धा र सम्मानलाई हामीले उचित मूल्याङ्कन गरेका छौँ र कसैलाई यति हजारको नाच, यति लाखको नाच, यति दिनै पर्छ, तेरा छोरा यहाँ छन् उसो छन् भनेर हामीले त्यो भावनामा इमोसनल ब्ल्याकमेलिङ पनि गरेका छैनौँ र हजुरहरूको श्रद्धा र भावनालाई सम्मान गरेका छौँ। त्यही तरिकाले समितिले पनि हाम्रो कार्यनिर्देशनलाई, हाम्रो सल्लाहलाई अत्यन्तै राम्रो तरिकाले सुझाव दिएर र त्यसलाई ग्रहण गरेर कार्य अगाडि बढाएर यो उचाइमा पुग्यो, बिन्दुमा पुग्यो। यो एउटा मेग्दी जिल्लाकै मात्र नभएर सरकारका सबै प्रतिनिधिहरू, मन्त्रीहरू समेत आएको हुनाले यो राष्ट्रिय यज्ञ बन्न पुगेको छ। म सबै व्यक्तित्वहरूलाई फेरि पनि आभार प्रकट गर्छु र समितिहरूलाई यो निवेदन गर्छु, यज्ञको यज्ञशेषलाई सही सदुपयोग गर्नुहोला। त्यसको लागि हरेक तह र तबकाबाट जति बेला पनि तपाईँहरूका साथमा भएको नारायण नेउपाने नाम गरेको व्यक्ति तपाईँहरूका हरेक काममा सहयोगी छ र यही मञ्चबाट टेलिभिजन हेर्ने सबै भक्तहरूलाई, पर्वत, बागलुङ, बेनी, मेग्दी सबै भक्तहरूलाई हजुरहरूले बोलाएका खण्डमा हजुरहरूका साथमा यस्तै विद्यालय, पार्टी, पौवा, सङ्कीर्तन, भजन र आश्रमहरू निर्माण गर्नको लागि हजुरहरूका साथमा म हुन लालायत छु र हजुरहरूको यो माया र अपार स्नेहलाई सदा साथमा राख्नेछु र अन्तिममा धेरै समयलाई लम्ब्याउन मैले आवश्यक ठानेको छैन। जे जति जालपा देवी मातासँग हामीले कथा गर्ने अवसर गऱ्यौँ, जे जति गुरु र सम्मानीय व्यक्तित्वहरूलाई सम्बोधन गऱ्यौँ, यी सबै भुल त्रुटिहरूलाई जहिले पनि हामी क्षमा भागवतसँग माग्छौँ र जालपा देवीसँग माग्छौँ र हजुरहरूलाई यो निवेदन गर्छु, यहाँ जालपा देवीको दिव्य मन्दिर बनिसकेपछि यो क्षेत्रमा सकभर माछा मासुहरू नखान र जाँड रक्सीहरू, सुरुट सुर्तीहरू पनि सकभर भिर मुनिका पाखामा नखाइदिन यो ब्याह शासनबाट निवेदन गर्छु र साँच्चै यो मेग्दी जिल्ला गाजने एरिया, माथि जगन्नाथ धाम, पुला आश्रम र यो जालपा देवीको मन्दिर एरियाका सबै भाग्यमानी ती भक्तहरूले घर घरमा यी चिजहरूलाई सकभर छोडिदिने पनि अनुरोध छ। मलाई थाहा छ बानीहरूले कहिलेकाहीँ कुल पूजामा बलि दिने प्रचलन पनि गर्नु भएको छ भन्ने सुनेको छु। यो बलि दिनुहुन्छ भने छुट्टै गर्नु होला र बलि नदिने विधान पनि छ। यदि तपाईँहरू सबैको सल्लाह पर्यो भने पूजा गर्ने, हवन गर्ने, रुद्राभिषेक गर्ने, चण्डीका पाठ गर्ने गरियो भने बलिभन्दा धेरै खुसी आमा हुन्छन्। आमाले आफ्ना सन्तानको रगत मेरै नाममा चढाऊ भनेर कहीँ भनेको पाइँदैन। बाख्रा पनि उनैका सन्तान, हामी पनि उनैका सन्तान, भेडा पाठा पनि उनैका सन्तान हुन्। त्यस कारणले यो कुरुति भन्छौँ हामीले। ब्याह शासनबाट त्यो कुरुतिलाई सकभर पाखा लगाएर एउटा शुद्ध तरिकाले खिर, पुरी, हलुवा, मालपुवा पकाएर सबैलाई खाने खुवाउने एउटा महान यज्ञ जस्तो एउटा कुल पूजा गर्नको लागि पनि यो एउटा प्रस्तावनाको रूपमा मैले हजुरहरूका अघिल्तिर छोडिदिन्छु र त्यो निर्णय गर्ने अधिकार यहाँका बुद्धिजीवी, यहाँका पुजारीहरू, यहाँका आमाहरू, बाबाहरू हजुरहरूका हातमा छ र यो ब्याह शासनको वचनलाई हजुरहरूले गौर गरेर विचार गरे। धेरै ठाउँमा यस्ता भएका छन् र सुध्रिएका पनि छन्। पहिलाकाले जे गरे त्यो सुध्रिएर जानु पनि विद्वानका आधारमा धर्म हो। यही धर्मलाई स्वीकार गर्नको लागि यो प्रस्तावना छोडिदिन्छु र राष्ट्र सेवक लगायतका राजनीतिक व्यक्तित्वहरूलाई पुनः आभार प्रकट गर्छु। हजुरहरूको माया र स्नेहलाई सदा सर्वदा स्थान दिएर जे जति गल्ती भए फेरि पनि ती बाणीहरूलाई फिर्ता लिँदै भगवान प्रति बाणीहरू अर्पण गर्छु। हरिओम तस्सत् नमः। हार्दिक आभार प्रकट गर्न चाहन्छु गुरुलाई र अब भने हाम्रो कार्यक्रम अन्तिम चरणमा आइपुगिसकेको छ र यसै क्रममा म यस महायज्ञका प्रमुख कथावाचक बालव्यास नारायण नेउपाने गुरुमा चढाएको यो अभिनन्दन पत्र वाचन गर्न गइरहेको छु। यो वाचनपछि उहाँले यो अभिनन्दन पत्र ग्रहण गर्नुहुनेछ। प्रमुख अतिथिज्यूबाट यो अभिनन्दन पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ, प्रदान गर्ने कार्यक्रम रहेको छ। म एकपटक वाचन गर्न चाहन्छु। श्री बानिया बन्धु समाज जिल्ला कार्य समिति म्याग्दीद्वारा आयोजित श्रीमद् भागवत धन धान्याञ्जल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञ 2073 मङ्सिर 22 देखि 28 सम्म बेनी नगरपालिका 11 भिरमुनी म्याग्दी
बालव्यास नारायण नेउपाने गुरुमा चढाएको अभिनन्दन पत्र मानव जीवन सफल भएको त्यस बखत हुन्छ जुन बखत सर्वहिताय कर्म गरिन्छ। वेदव्यासले सबै पुराणहरूको सार बताउँदै भन्नुहुन्छ, परोपकार पुण्याय पापाय पर पीडनम, अर्थात् अरूको उपकार नै पुण्य र पीडा दिनु पाप हो। यही सत्य चिन्तनलाई आत्मसात गर्दै आउनुभएका बालव्यासजी स्याङ्जा जिल्लामा जन्मनु भएको हो। वैकुण्ठवासी पिता योगेश्वर नेउपाने र माता पूर्णकला नेउपानेको चौथो रत्न पुत्रका रूपमा जन्मनु भएका गुरुले राष्ट्र अन्तर्राष्ट्रमा पुराण वाचनको माध्यमले सिञ्चित गर्दै आउनुभएको छ। बालव्यासजीमा साहित्य एवं पुराण विषयमा स्नातकोत्तर सङ्गीतमा लोकलय शास्त्रीय छन्द एवं कलामा पुराण वाचन निखारता छ। आफूलाई मन नपर्ने व्यवहार अरूसँग पनि नगर, यही कुरालाई आत्मसात गर्ने व्यासजी सरलता, सहजता र नम्रताका धनी हुनुहुन्छ। अधिराज्यभरि पुराण वाचनको क्रममा विद्यालय, पार्टी, आश्रम, हस्पिटल निर्माण गर्दै आउनुभएका व्यासजी म्याग्दी जिल्लाको बेनी नगरपालिका 11 पुलाचौर भिरमुनि जालपा मन्दिरको प्राङ्गणमा आयोजित श्रीमद् भागवत सङ्गीतमय शैलीमा कथा अमृतबाट लाभान्वित गराउनु भएकोमा हार्दिक प्रशंसा गर्दै यहाँको भविष्यको उज्जवल भविष्यको कामना साथ यो अभिनन्दन पत्र प्रदान गर्दछौँ। यामबहादुर बानिया कोषाध्यक्ष, दलकेश्वर बानिया महासचिव, यामबहादुर बानिया रामु अध्यक्ष, मिति 2073 मङ्सिर 28 गते मङ्गलबार रोज शुभम। एकचोटि जोरदार ताली हानेर सम्मान गरिदिनु न उहाँलाई। उहाँको यो वाचन गर्ने कलालाई सम्मानका लागि म हार्दिक अनुरोध गर्दछु र यो अभिनन्दन पत्र प्रदान गरिदिनु न आजका प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। एकचोटि गुरुको सम्मानमा जोरदार ताली हानिदिनु न म हार्दिक अनुरोध गर्दछु। यो माग्यलाई सफल बनाउनको लागि अहम भूमिका खेल्नु भएको थियो। हार्दिक धन्यवाद दिन चाहन्छु प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनु भएकोमा र ग्रहण गरिदिनु भएकोमा गुरुलाई। अब भने प्रमुख अतिथिको मन्तव्य राख्दिनु न पूर्व राज्य मन्त्री एवं व्यवस्थापिका संसदका माननीय सदस्य नरदेवी पुन्ज्यूलाई प्रमुख आतिथ्यताको मन्तव्य राख्दिनु न म हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ प्रमुख अतिथिको मन्तव्यको लागि आदरणीय व्यक्तित्व नरदेवी पुन्ज्यू। श्रद्धेय आजको यस कार्यक्रमको अध्यक्षज्यू, यो महायज्ञको प्रमुख वाचकज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम म व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र सँगसँगै यहाँहरूसँग म क्षमा माग्न चाहन्छु। तपाईहरुको कार्यक्रमको सुरुवात हुने दिनमै म आएको थिएँ, तर म अलि स्वास्थ्य खराब भएको कारणले म पहिलो दिनमा तपाईहरुको कार्यक्रममा सहभागी हुन सकिनँ। त्यसको निम्ति म यहाँहरुको बीचमा क्षमा माग्न चाहन्छु। मैले यो महायज्ञमा आएर धेरै कुरा भन्न जरुरी म ठान्दिनँ। मैले थोरै समय हाम्रो प्रमुख वाचकको वाचन सुने। सायद हामी जीवनमा एकै पटक जन्मिन्छौँ र जन्म सँगसँगै मृत्यु पनि सँगै लिएर आउने गर्छौँ। चाहे त्यो व्यक्ति विभिन्न कलाको धनी होस् वा आर्थिक हिसाबले सम्पन्न होस्, चाहे त्यो लाखौंको पलङमा सुटोस्, एक दिन उ जाने बेलामा नाङ्गै जानुपर्छ। त्यसैले एक पटक यो धरतीमा हामीले पाइला टेकेका छौँ। यो धरतीमा पाइला टेक्ने हामी भाग्यमानी हौँ। तर
यही धरतीमा पाइला टेक्ने मान्छे धेरै प्रकारका छन्। हामीले एकपटक जन्म लिएका छौँ। यो एकपटकको जन्ममा सकेसम्म दुनियाँको लागि राम्रो गरौँ, सकेसम्म यो धरतीको निम्ति राम्रो गरौँ र यो धरती माताको निम्ति केही गरौँ। सकिन्न भने अर्काको लागि नराम्रो चाहिँ नगरौँ। हामी यही विचार लिएर अगाडि बढ्न सक्यौँ भने सायद हाम्रो समाज सुन्दर हुन सक्छ र यो समाजमा जिउने हरेक मान्छे सुखी हुन सक्छन्। त्यसैले म प्रमुख वाचकले यहाँ धेरै कुरा भन्नुभएको छ। आमालाई जसले सम्मान गर्छ त्यसले पुण्य पाउने गर्छ र सायद यो कुरासँग म 16 आना सहमत छु। किनभने म महिला आन्दोलनको नेतृत्व गरिराख्दाखेरि त्यस्ता धेरै घटनाहरू पनि मैले पाएको छु। हामीले हाम्रै घरको आमालाई सम्मान गर्न सक्दैनौँ, हामीले हाम्रै घरको बहिनी दिदीबहिनीलाई सम्मान गर्न सक्दैनौँ, हामी सँगै हातमा हात र काँधमा काँध मिलाएर हिँड्ने जीवन सङ्गिनीको सम्मान गर्न सक्दैनौँ, तबसम्म यो संसार यो समाज सुखी बन्न सक्दैन। उहाँको सबै कुराको मूल मर्म यही हो। त्यसैले उहाँ धार्मिक बाटोबाट यो समाजलाई सुधार्ने बाटोमा लाग्नु भएको छ। हामी राजनीतिक बाटोबाट यो समाजलाई सुधार गर्ने बाटोमा लागेका छौँ। हाम्रो हिँड्ने बाटो फरक छ तर हाम्रो उद्देश्य एउटै छ। एउटै उद्देश्य भनेको यो समाजलाई सुधार गर्नु हो, समाजमा रहेका गलत प्रवृत्तिको विरुद्ध जुझ्नु हो र यो गलत प्रवृत्तिलाई हटाउनको निम्ति अहोरात्र खट्नु हो। त्यसैले म उहाँको कुरामा साह्रै सहमत हुँदै म आह्वान गर्न